तपाईहरुकै आफ्नै भाइ छोरा नाति आफ्नै साथीभाइ तपाई जे भन्न रुचाउनुहुन्छ त्यही कलाकार जसले धेरै गीत गाइसक्यो यही माटोले उसलाई गीत संगीतको क्षेत्रमा लोक संगीतको क्षेत्रमा रमाउनको निम्ति पाठ सिकायो। अनि मैले भन्ने गर्छु सालैजोको नाम लिने बित्तिकै राजु गुरुङको नाम सँगसँगै आउँछ। राजु गुरुङको नाम लिइसकेपछि सालैजो पनि सँगसँगै झुन्डिएर आउँछ। र नि अहिले पछिल्लो समयमा अत्यन्तै चर्चाको शिखरमा रहेको दोहोरी गीत मुखै तित्तो गरायो तित्ते करेलीले भर्खरै मात्रै मेच अवार्डबाट सम्मानित हुनुभएको छ राजु गुरुङ। यहाँहरूको जोरदार तालीका साथ सम्मानका ताली बजाइदिनको निम्ति अनुरोध गर्दछौं। राजु गुरुङको प्रस्तुति अब तपाईको लागि।